आधी बाटो हिँड्न नसले ओ भई कत्रो ठुल्ठुलो भइसक्यो पनि छ यहाँ नै पुलो हाम्रो चाहिँ स्पेशल मजाले थापिरहेछ। हेलो गुड मर्निङ साथीहरू सबैजनामा सेवा। म चाहिँ सुजना राई सुजना ब्लगमा उपस्थित भइसकेको छु बिहान बिहानै। अनि आज न्यू डे न्यू ब्लग एन्ड आज स्पेसली न्यू इयर पनि रहेको छ र सबैजनालाई ह्याप्पी न्यू इयर भन्न चाहे। साथीहरू फाइनली म चाहिँ रेडी भएर टक्क लागेर कहाँ हिँडेको रहेछ भनेर सोच्नुहुन्छ होला। आज चाहिँ विशेष न्यू इयर रहेको छ। सो 2082 सालको धेरै धेरै शुभकामना सबैजना मेरो युट्युब फ्यामिलीलाई भन्दै आज चाहिँ हामी नयाँ वर्ष मनाउन जाँदैछौँ। अनि त्यही भएर म चाहिँ रेडी भएर निस्किसकेको छु। अनि हामी चाहिँ जङ्गलको बाटो जानुपर्ने छ, टाढाको यात्रा छ। सो कहाँ जाँदैछौँ भनेर म तपाईँहरूलाई देखाउने नै छु। चप्पल पुऱ्याउँदै जाने हो क्या? साथीहरू हामी चाहिँ हरियालीको के भन्छ बाटो खोज्दा खोज्दा गरेर 1 नम्बर गेटमा पुगिराखेको थियौँ। अनि फेरि यहाँ यता रहेछ उताबाट फेरि फर्केर हामी पर पुगिसकेको थियौँ। यता आयौँ। अब यो बाटो जानुपर्ने हुन्छ हामी चाहिँ। अनि हाम्रो साथीहरू चाहिँ आइपुगेको छैन, अब पर्खिँदैछौँ। ल साथीहरू हामी चाहिँ अब यहाँबाट यात्रा सुरु भयो। बाटो चाहिँ डेन्जर रहेछ। स्कुटरको हालत के हुने हो, मान्छेको हालत के हुने हो, धुलो रे। ल हामीको स्कुटरको माया लागेर चर्छ आधी बाटो हिँड्न नसलेको हुने रहेछ। पुग्दाखेरि के हुने हो मेरो हालत। खाजा खाँदै हिँडेको साथीहरू हेरौँ त कस्तो आएको कस्तो भएँ म। देखाइदेऊ यहाँ वरिपरिको हाम्रो जनताहरूलाई। यहाँ चाहिँ यस्तो रहेछ, के गर्नु गाह्रो छ मलाई। हात्ती लुक्ने ठाउँ यही त हो। अब कति टाइम लाग्छ हो? ओ भई कत्रो ठुल्ठुलो भइसक्यो पनि छ यहीँनिर। आजको मार्च आइपुग्यो एक्सपेक्टेसन भर्सेस रियालिटी भने जस्तै भयो। फुल त फुलेकै रहेन रहेछ त। खै त नि के हो यो? यहीँ हो हामी आउनुपर्ने फुल ऊ ए यही हो क्या हो फुल फुल्ने ठाउँहरू चाहिँ। अब म फुल टिपेर त्यहाँ लगाइदिन्छु टप टप। कता बस्ने हामी? हामी चाहिँ आइपुगिसक्यौँ। आमालाई खैले त टिस्यु पेपर यहाँ तेल झरी गयो खाली आइपुगिसक्यौँ है। हामी चाहिँ यस्तो रहेछ यहाँनिर एउटा झिकेर दे न जामा लाउने ठाउँ चाहिँ उयो फुल टिप्नु पायो नि कस्तो राम्रो भूत जस्तो भएर आएको छ। कताबाट छिरेको होइन स्पेसल डिसहरू देखाइदेऊ त यहाँ। यो हो नि त ए मेन कुक चाहिँ यता छ है डिस बनाउने यहाँ। हाम्रो चाहिँ खाने कार्यक्रम हुँदैछ है। गर्मी मैले टेस्टै गरेको छुइनँ है। म टेस्ट गरिहाल्नु न त छिटो। पुलाउ है पुलाउ हाम्रो चाहिँ स्पेसल खाएर चाम्रे हो। रोस्ट पनि देखाइदिनु न। वाउ नयाँ वर्ष कस्तो छ त? दामी छ। नआउनेहरूलाई रिग्रेट हुँदै होला होइन तिमीहरूलाई? यस्तो यो फुलहरू फुलेको देखेर रिग्रेट हुँदै होला।
कति राम्रो फुल हो आमा। खासमा म यो फुलहरू देखेर चाहिँ यहाँ आउनुलाई पुरै उ भएको। फुल देखाउने मान्छे चाहिँ यता हुनुहुन्छ भिडियो। मिठो भयो एउटा प्लास्टिक छ लिपस्टिक लाउनुको लागि मजाले थापिरहेछ। ब्लकमा लाउनु न यो पनि। लो 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 कस्तो ब्युटिफुल। हामी चाहिँ पिकनिक खाइसकेर पनि अब एक सरर लाएर घुम्नु पर्ने हुन्छ। अनि यतातिर घुम्नु जान्छौँ हामी अब यतातिर। उता राम्रो छ क्या नाउ फोटो खिच्नेहरू एउटा। साथीहरू हामीले चाहिँ यो फुल ढकमक्क फुलेको देखेको थियौँ टिकटकमा, तर के गर्नु लास्टमा त यस्तो रहेछ। एक्सपेक्टेसन भर्सेस रियालिटी यस्तो पो रहेछ त हो। हामी चाहिँ के खान आएको त नि? मामा हेर त हेर, बुढाबुढी फाल्टे फाल्टो आएर यहाँ झगडा गर्दैछन् दुईजना। हेर हेर आम्बा के हो यो? अब यो के हो? कसले दिएको थियो यो चाहिँ? लुजा बुक्के बोकेर आएको छ बुढीको लागि। लो खोलेर दिनु न। अन्त यस्तो गरेर यतिको हुनु पर्यो, उतिको हुनु पर्यो। बुढीलाई त्यो खुसी बनाउने मान्छेहरू पनि छन्। नानीले बुनुलाई मम्मी भनेर पचायो। लाजा हेर त मम्मी मम्मी यो सानो नानीले पछाउँदै यहाँ हाम्रो म्यामलाई पुरा पछाउँदै रहेछ मम्मी भन्दै पछाडिबाट। पानी खाना आँटे गाई छ। मिठो छ होला है? मिठो छ। हाम्रो चाहिँ साथीहरू टेम्पोमा आउने साथीहरू चाहिँ घर फर्किसके। अनि अब हामी पनि एक राउन्ड यसो घुमेर घर फर्किनेवाला छौँ। केही रहेन रहेछ, गर्मी साह्रो भयो, घामले डरला जस्तो भइसक्यौँ। त्यही हो। अनि के भन्नु र, त्यस्तै हो साथीहरू। उता त नजाउँ होला हौ, केही छैन। साथीहरू हामी चाहिँ फोटो पनि खिचेर घुमेर पनि अब घरतिर लाग्नुपर्ने हुन्छ हो। अनि चस्मा पनि लाउनु पऱ्यो किनभने धुलो छ नि त। अनि त्यही हो, अब हाम्रो साथीहरू चाहिँ फर्किसक्यो। अनि हामी पनि जानुपर्ने हुन्छ, तर हामी चाहिँ अब कुन बाटो जान्छौँ भनेर फिक्स छैन क्या। किनभने यहाँको बाटो चाहिँ ढुङ्गा कच्ची बाटो छ नि त। अनि त्यही भएर अब यहाँ अगाडि बाटो सोध्ने अनि जाने हुन्छौँ हामी। अनि त्यही हो। चाहिँ पिच खोज्दै आउँदाखेरि चाहिँ कि आउने क्रममा चाहिँ ठ्याक्कै पिच पनि भेटियो। यस्तो दामी रहेछ होइन बुने? अहिले चाहिँ मजा आयो किनभने अघि हामी घरबाट आउँदाखेरि चाहिँ जसको बाटो सुन्नु न हाँस्नु भइराखेको थियो। अहिले चाहिँ आई एम सो ह्याप्पी। अब चाहिँ घरमा मजाले यस्तो दामीसँग गइन्छ। त्यही हो, ब्याट्री पनि अफ हुनु आँट्यो, त्यही भएर भिडियो चाहिँ मैले धेरै बनाएको छैन। त्यही हो साथीहरू फाइनली घर आइपुगिसक्यो हामी चाहिँ। अनि यस्तो गलेको छ यहाँ धुलो यतिको। मेरो स्कुटरको चाहिँ आज दरो पूजा भइरहेको छ, पूजा। यो सर्भिसिङ नगरी हुँदैन हो। अनि त्यही हो, यहाँ हुलिया यस्तो भइसक्यो, घिनलाग्दो। फाइनली हामी चाहिँ घर आइपुगिसक्यौँ। अनि आजको हाम्रो यात्रा चाहिँ धेरै टाढा थियो अनि बाटो पनि त्यस्तै थियो क्या, जङ्गलको बाटो गएको थियौँ। अनि म चाहिँ अफ रोडमा कुदाएको छैन नि त, मेरो फर्स्ट टाइम हो। तर मैले पुऱ्याएरै छाडेँ, एकचोटि पनि लडाइनँ होइन। अनि त्यही हो, म के भन्छ जितेर आएको छु आज।
गर्व लागिरहेको छ होइन। अनि त्यही हो, फर्किँदाखेरि चाहिँ हामी अर्को बाटो आएको थियौँ जस त्यहाँ चाहिँ पिच राम्रो रहेछ। अनि त्यही हो भन्दै आजको हाम्रो न्यू इयर चाहिँ रमाइलो भयो भनौँ न, जोस् राम्रो भयो। तर सोचेको भन्दा चाहिँ फरक पायौँ, किनभने अहिले चाहिँ त्यो फुलहरू फुलेको रहेन रहेछ। हामीले भिडियोमा देख्दाखेरि चाहिँ कस्तो राम्रो फुल फुलिरहेको थियो नि त, तर हामी जाँदाखेरि त त्यो फुल्ने टाइम नै रहेन रहेछ, अहिले अलिक पछि चाहिँ फुल्ने रहेछ। अनि त्यही हो, आज जे जस्तो भए पनि रमाइलो भयो, खुसी लाग्यो भन्दै आजको मेरो भिडियोलाई मैले यहीँ इन गर्न चाहेँ। ह्याप्पी न्यू इयर सबैजनालाई, बाई बाई।